भिजन हालेको है अनि अन्त लास्ट डे है त्यही त अङ्कल लास्ट डे अब भोलि त बिहान जाने हो ल आज चाहिँ यहाँ हाम्रो प्रेमको गाडीमा घुम्दै जाँदैछौँ 22 वर्षपछि भेट भएको यहाँ प्रेम केशवसँग त पहिला एकपल्ट बिबिक्यू खाएको थियो एउटा कुरा मलाई के खुसी लाग्यो भने केशव छ जोगिने उमा यहाँ छ ल आज चाहिँ प्रेमको गाडीमा सर लाँदैछ यस्तो छ पहिलाको पुरानो बाटोको अङ्कको नजाने गरी मलाई टिकट काटेको साकेला अहिले योभन्दा त अहिलेको ठाउँ राम्रो छ पुरानो टाइमसन फेमस पहिलो स्टप यहाँ उत्रौँ है होइन माथि जाने अहिले डाँडामा पहिलो चाहिँ यहाँ हाम्रो चाहिँ खरुन हामीले पहिलाचोटि बिबिक्यू खान आएको कथा पो छ त त्यो पनि एउटा कथा अहिले सम्झिन्छु के मेरो छ लाउनुहुन्छ हस् दिदी sorry. यही खाएको हो नि त बार्बिक्यू पहिला नि हामीले हो नि हजुर आएको नि हजुर हजुर पहिला क्या त यहीँ हो नि हजुर अलिक आइडिया आयो कि नि यता फोटो खिच्थ्यौँ हामीले एउटा ग्रुप फोटो खिचेको थियौँ होइन कस्तो यो चाहिँ यस्तो चाहिँ ठिक लाग्छ मलाई ठाउँ ठाउँमा बार्बिक्यू हुन्छ नि त है तामेसन ठाठामा हिँड्दैछ ए बेबी ल टाइमोसनको बिबिक्यू हेरेर पनि आइयो पुरानो मेमोरीहरू रिकल भयो त्यो फर्स्ट बार्बिक्यूको कुराहरू रहेछ क्या प्रेमले म छुट्टी गएकै थिइनँ नि पहिलो फर्स्ट रोडमा आउँदाखेरि सुदेश प्रेम बज्री आइरहेको थियो क्या भेटेर त्यस बेला चाहिँ धराने भेला नै भएको थियो त्यही कुराहरू चाहिँ म कन्फ्युज भएछु कि पछि 2004मा आएर त्यो 95-6तिर हुनुपर्ने 95तिर हुनुपर्ने ल यो पुरानो टाइमोसन फेमस टाइमोसन अहिले पनि एकदम फेमस यो त त्यो कामतिन पारीको नाङ्गे डाँडामा कुदेको कि होइन खरुन त्यो त हाम्रो फेमस हो नि के अरे के पो भन्थ्यो त्यसलाई त सुइताउ होइन म त्यो जहिले पनि त्यो डाँडा चढ्छु के पहिला म 34 मिनट 32 मिनटमा चढ्थेँ हजुर
हाइएस्ट हङकङको हाइएस्ट टाढा हो यो चाहिँ गार्डहरू बसेको हुन्छ त्यहाँनिर पुरानो आइराख्ने ठाउँ हो यो पिकनिक साइट नम्बर 4 Whoa. Hey, look at that. ल यो तलको चाहिँ सेकोङ पहिला हाम्रो क्याम्प त्यही हो यहाँ चाहिँ त्यस्तो ठुलो भर्ती चाहिँ ठुलो बिल्डिङहरू चाहिँ छैन होइन यो त्यो यता त गाउँहरू हो ठुलो क्या अक्वाको टावरहरू बिल्डिङहरू के त्यो देखिन्थ्यो यो चाहिँ चाइना होला कहाँ चाहिने चुनवन हो त्यो हो यो चुनमा सिङ्गी ब्रिज हो नि त त्यो ब्रिज चाहिँ कहाँ हो त एयरपोर्ट जाने त होइन त्यही हो ल आमा ल हेर्नु सेकोङ हजुर सेकोङ भिलेज हो कामदिन त कता उता पारि होइन ए यो पाखा हो नि त के अरे सुइताउ त यो एयरफिल्डको लास्ट चाहिँ कामतिन हो नि ए सुइताउ त परको होइन म बसेको चाहिँ यहाँनिर हो अँ यतातिर हो हो यो एयरफिल्ड त यो त यस्तै नै छ पहिला पनि यस्तै नै थियो यस्तै नै छ यो अहिले यो लामो छ नि अँ यो तिम्रो हुँदा थिएन त्यो चाहिँ अहिले हाई स्पिडको एउटा स्टेसन निकालेको छ तर त्यो पब्लिकको लागि छैन आर्मीहरूको त्यो केही इनकेस लजिस्टिक सप्लाईको लागि भनेर त्यो पहिला त्यो रिफ्युजी राख्ने कम्पाउन्ड भित्काइदिएछ होइन त्यहाँ त्यो एयरफिल्डमा एउटा कम्पाउन्ड थियो नि केज थियो नि फेन्स हटाइदिएछ बर्मा लाइन भनेको नि यतै होइन बर्मा लाइन कि बर्मा लाइन त यहाँ होइन नि होइन यहाँ चाहिँ उस त्यो के बर्मा अरे लाइन त उता पो त पर पो त यो चाहिँ कुन आर्मीको सेकोङ क्याम्प हो के लाइन पो हुन्थ्यो लाइन त लाइनै हुन्थ्यो एउटा बिर्स्यो हेलिप्याडहरू जस्तो बनाएको नि यहाँ त्यो निलो छाना छ नि त्यहाँ त्यो पहिला यङलुङ होइन पारेको के पो हो यङलुङ कता पऱ्यो अँ वल्लो चाहिँ नयाँ बनेको भर्खर घरहरू त्यो मान्छे बसेको छैन परको चाहिँ यिनलङ कामतिनमा त पहिला सानसानै थियो अहिले अलि निकै बाक्लो भएछ यता पनि कामतिन यही हो कामतिन कहाँ हो त नि यता ए हो यही एयरफिल्डको छेउछाउमा ए उहाँले भनेको उयो ए गाइस त्यो एयरफिल्ड छ नि ओ दामी देखिरहेछ सिधै यहाँ ल्याएर बस्नुहोस् दे म खिच्नु पहिला अहिले म खिच्छु अन्त खिच्नुहोस् पालो पालो गरौँ न कहाँ छ त बस ए हस् यो चाहिँ हङकङ यहाँ कस्तो छ मजाको रमाइलो गरिएपछि चाहिँ हामी माथि चाहिँ हाइएस्ट हिल अफ हङकङ रमाइलो छ बाली त गर्दै हुनुहुन्थ्यो यहाँ
के खिच्नु भन्नु खोइ के खिच्नु भन्नु घुमघाम गरेर अब जानु आँटेको यो चाहिँ एन्टेनाहरूको डाँडा है बिचबिचमा त्यो चिनो आइदिएको थिएन कन्फ्युज भएर बाटो सर्टकट हिँडिदियो क्या मान्छेहरू ए त्यो कति टाइम पनि वेस्ट भयो अनि त्यो घुम्ने एट्र्याक्सनहरु यो टाइमसम्म पनि ट्रायलहरू छ नि यो त ट्रायल छ नि त तर यो अब यहाँ यस्तै त्यो चाहिँ बिचरा दिस आर अल क्वार्टर्स हो यहाँदेखि या यहाँदेखि जान्थ्यो भित्र होइन जङ्गलतिर पो छ नि त्यही त आर्मीको चाहिँ यस्तो हुन्छ कि भित्र जङ्गल जङ्गल बिफोर 97 तेरो पापाले 4 इयर्स मात्रै गर्नुभयो नि तपाईँले होइन 4 इयर्स मात्रै सर्भिस गर्नुभयो मिलिट्री प्रपर्टी यो क्याम्प पहिला पनि थियो यहाँ आउँछ होला अब आर्मीहरू हेर यता अहिले त चाइनिज आर्मीहरू छ नि बस यहाँसम्म आउँथ्यो मिनी बस यहाँसम्म आउँथ्यो छुट्टी जानको लागि चाहिँ 1.5 महिना ए यो यिनीहरू पनि डाइरेक्ट क्वार्टरै हो क्वार्टरै हो के भन्थ्यो किन्ने ठाउँ होइन क्याम्प ओल्ड क्याम्प सबै इन्भेस्ट गरिहाल्यो सबै इन्भेस्ट गरेँ ग्रेट ग्रेट त्यो चाहिँ उनीहरूले पठाएको हो पछि जा भनेर पठाएको होइन कन्ट्र्याक्ट सकेको अब आउनु आँट्यो शुक्रबार कि के भन्ने चाहिँ यहाँ अब ए क्याम्प देखाउँछु म फेरि हाम्रो अब बसेको क्याम्प आउनु आँटे क्याम्प के के अरे ज्वाइँहरू फर्केपछि नि आशाहरू फर्केपछि ल सेकन्ड क्याम्प हो यो चाहिँ ग्यारिजन यस्तो छ यो सुतेको है सेकन्ड क्याम्प बस्यो सुतिहाल्ने अनि हामी यहाँ बस पर्खिन्थ्यौँ यहाँ बस पर्खिन्थ्यौँ हालका हुँदा एउटा युङलुङ सपिङ कामतिङ अब अगाडि कामतिङ आउँछ फ्यामिली क्वार्टर हो सुमीहरू बसेको होला यता कता ए यहाँ त कहाँ उता प्यारिङ भएको हिँड्ने ठाउँ फेरि के चढ्यो झऱ्यो बेलुका आएर खुट्टा आशा र म खुट्टा मालिस गऱ्यो भोलिको लागि ए बाबा इन्जिनियरको हो 22 years later dim marriage टाइमसँग पनि भन्नु हजुर राउन्ड एबाउट सानो थियो यहाँनिरबाट बस्ने ठाउँ थियो पहिला अहिले के छ है म गएको छैन यो चाहिँ उसो हो ब्याक नर्थ साउथ कि नर्थ क्याम्प भन्थ्यो ट्रेनिङ क्याम्प हो यो चाहिँ आर्मी छ अरे हौ अहिले त अझै आर्मीको रहेछ भन्दै थिएछ अनि क्यामेरा पुरा राखेको थियो हेर्दै होला यस्तो यस्तो क्यामेरा अनि आर्मी बाबाले मलाई मेवा के खानु पर्ने त बाबाले मेवा के ए यो हो नि त साउथ गेट ल सेकन्डको गेट है यो ल यदि यो पस्ने ठाउँ यो चाहिँ ट्रेनिङ दिस वाज ट्रेनिङ क्याम्प आर्मी ट्रेनिङ क्याम्प फर्स्टमा चाहिँ यहाँ गरेको हुन्छ फ्रिकिङ बन्द भएछ यही हो गेट ऊ ढाट छ नि अझै हो सबै टिन लाएर छलेछ क्या भागेर बाहिर जानु पाउँदैन थियो पहिला त टिन लाएर त्यही त गयो भने त मलाई पनिसमेन्ट होला नि कहाँ राति त यिनी के अरे ट्रेनिङमा त झन् स्ट्रिक हो नि तारवाला
चाहिँ दाइले पहिलाको फ्ल्यासब्याक गरिदिनु भयो है यो चाहिँ एकपालि मात्रै यहाँ मेला भर्न आएको थिएँ टिडिबिजी क्याम्प है लाग्थ्यो है तर सबै उस भयो रमाइलो हुन्छ बसेर त दामी कामदिनै हो यो कामदिनमा आम्मामा ल हेर कामदिनमा ल हेर्नुहोस् है कामदिनमा पनि यता यत्र बिल्डिङ बनाएछ यो कामदिनमा है यो त गाउँ हो नि पहिला त पहिला त गाउँ यस- गाउँ पछि रहेछ तर यो पछाडि यसको पछाडि छ क्या सानो टाउन थियो सानो ठाउँ। सानो ठुलो थियो त। तल्लोको पाए जस्तो तल्लो घर जङ्गल जस्तो पनि होला नि तिम्रो बालीमा त जङ्गल थियो नि यो बिल्डिङहरू थिएन नि थिएन पुलिस हुँदा त यति एउटा त्यो प्यासन जस्तो नि थियो क्या पुलिस हुने यति हो त यो अब फुटबल खेल्दाखेरि उता छ त्यही त हुन्छ नि सिधै जानु ल हामी चाहिँ फ्याङ्लिङतिर लाग्यो लाग्यो अब तामी तामी काम त आउनु पर्दैन थियो होला के खरुन आएको थिएन त्यही कहिले के अकेजनली त्यो हामी चाहिँ आफन्त भेट्नुहरू चाहिँ हामी थियौँ फ्यामिलीहरू बस्थ्यो नि त दसैँ तिहारमा आउँथ्यो हामी चाहिँ सानो पर्छ त फ्रेन्ड यहाँ पस्यो है क्याम्प चाहिँ हजुर आउने जानुपर्छ यही हो क्याम्प यहाँ गेट थिएन पहिला उता थियो के अरे उमा यिनीहरू सबै ओल्ड क्याम्पहरू क्यामै हो खट्नु पुरानो क्याम्प हो यो कस्तो हेर्न यो नेपालमा कस्तो हुँदैन राम्ररी के अरे सिरिस ट्री क्याम्पको यहाँ बसेर पुरानो क्याम्प परेड स्क्वायर छैन है परको चाहिँ बस्दो रहेछ त सिपाहीहरू है यो यस्तो उयो त होइन नि अरे अनि जान चाहिँ पाउने इन्जिनियरको क्याम्प त जान चाहिँ पाउने र होइन यो चाहिँ राइफलको मुरी त्यस्तै जान चाहिँ पाउँदो रहेछ होइन बसिरहेको रहेछ त आर्मीहरू त आर्मीको हजुर Fanling and Cowlidus. म गेलीपुली लगाएँ त त्यसो भए जाउँ अब ब्याज हिल भन्छ त्यो ब्याजको नक्सा भएको त्यो डाँडाको ठ्याक्कै पल्लोपट्टि है त्यो सनबाई रेन्ज फ्यानलिङ है अब क्यालिपुली क्याम्प हामी चाहिँ क्यालिपुली क्याम्प आउनु आँट्यो क्यालिपुली ल क्यालिपुली क्याम्प यस्तो रहेछ है पुरानो क्याम्प सबै बन्द गरेछ यतापट्टि कोही सिल्ताको बिल्डिङमा पनि छैन कोही क्याम्प छ यो चाहिँ क्यालिपुली क्याम्प बसिरहेको छ क्यालिपुली क्याम्प सबै उतारिको आर्मी क्याम्प वाल हाम्रो फ्रेन्ड सर सबै आर्मी क्याम्प थाहा छ त्यही त नि मलाई नि धेरै रहेछ हाइकिङ हिँड्छु नि त डाँडा काँडाहरू सबै हिँड्छु गाडी लिएर आउँछु ल घुमघाम जारी छ यो कुन ठाउँ चाहिँ थाहा भएन चाइना पछाडि पृष्ठभूमिमा चाइना चाइनाको छेउमा आएको छौँ पारी चाहिँ सेङ्जेङ चाइना पछाडि सेन्जेङ चाइना यहाँ प्रेमले घुमाउनु लिएको कता आइपुग्यो खोइ त्यो पछाडि चाहिँ चाइना हो सेङ्जेङ चाइना ल हामी चाहिँ लोक्खेङ भन्ने ठाउँमा आइपुग्छौँ रहेछौँ है यहाँ एकदम रिमोट हो लार्ज हुन्छ मलाई फिटिङ
लोकखेङ आएको छौँ हामी चाहिँ प्रेमको गाडीमा घुम्दै घुम्दै चाइनाको बोर्डरको छेउमा। अनि यहाँ चाहिँ हामीले ब्रेक लिएर अब यसो खाजासाजा खानु आँटेको। नानीहरू चाहिँ गर्मिले शेष भइरहेको छ। लोकखेङ लोकखेङ आएछ है लोकखेङ ल हजुर टक्क घाम भइरहेछ गजबले बादल लागेको छ ठिक्क छ अलिकति हामी चाहिँ यामाताईबाट सुरु भएको यात्रा चुनवान हुँदै के अरे टाइमुसुक डाँडा काटेर सेक्कोङ यङलङ फ्याङलिङ हुँदै यता जाँदैछौँ। अब पारी हङकङ हिँड्दैछौँ। ठुलो चक्कर भइरहेछ, रमाइलो भइरहेछ। हामी अब हङकङ एक चक्कर लाउँछ क्या पुरै मुनि 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 बोर्डर खाँदा पुरै फन्का हालिएछ त बोर्डरबाटै फन्का कहाँदेखि कहाँदेखि हङकङ एक चक्कर लाग्यो नि पारी हङकङ लाइन रकम है यो त अर्कै हो टेन्टकै छेउछाउ आइयो है यो अहिले भनेको स्टेडियम छ नि गाइतक चाहिँ यस्तो भएछ है ल साथी हो बबाल छ अरे नि यो बबाल छ होला म पनि एक महिना जसो गरेको रनवे भित्र बनेको क्रुज टर्मिनल है ल काइतकको रनवे त्यस्तो भएछ है यो चाहिँ काइतक है पहिलाको काइतक एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट अहिले चाहिँ यस्तो भएको छ केशव पनि भिडेको हो सँगै पोखरासम्म केशव अगाडि गएको केशव अलि पोखरासम्म गयो नि भनेपछि भात खानु जाँदा लेफ्ट राइट गर्दै गएको आउलो छाड्यो होला हिँडेर मान्छेहरूको पनि खुसी लाग्यो दियो ग्रासले लगेको नि मलाई दियो जान पर्छ मामा हो त मेरो सँगै पढ्नु पऱ्यो ओसन पार्कको बारे डिप वाटर बे हो यो चाहिँ डिप वाटर बे तर पानी राम्रो छैन रहेछ पानी स्विमिङ त खेल्नु मिल्दैन होला त यहीँ खेलेर बिहार आएको भनेको होइन ए हो सिप आएर बस्ने ठाउँमा त अनि मैला भइहाल्छ नि त्यही सिपले त नजिक त्यहाँ त मान्छे खेल्दा रहेछ ओसन पार्क पनि छ हिजो रोकेँ मैले यहाँदेखि सिधै जानु मन जा डिप वाटर बे भन्दो रहेछ यसलाई ऊ पारि ओसन पार्क
अस्तिको पब्लिक होलिडेको बेला गएको हामी वेडनेसडे गएको थियौँ वेडनेसडे ओसियन पार्क देखेँ डिप वाटर वे यहाँ रहेछ पिपल्स वे पर म धेरै वर्ष हुन गएको and ओसियन पार्क इज देयर है गर्मी थियो त्यहाँ पनि ओसियन पार्क मान्छेहरू कति थियो निकै पछाडि ढाडतिर झार्दा त ढाडै छैन जस्तो हो नि यस्तो डेर हुन्छ म पनि त्यति सोचेको सुरु गर्दाखेरि नि कौलुनतिर जाँदैछ मैले दिदीले भन्छ तपाईँ रोलर कोस्टरमा खेल्नु भयो नि खेल्नु भयो त्यो आँट दबाई खाएर पानी खाएर त्यही बस पार्कमा काठमाडौँमा एकछिन पछि उठे जस्तो लाग्थ्यो यसो हेर्नु भोक लागिरहेको छ के